आज एउटा रमाइलो कुरा सेयर गर्न गइरहेको छु। मलाई योभन्दा 3-4 वर्ष अगाडि एकजना बहिनी आएर चेक गर्नुभएको रहेछ मलद्वार सम्बन्धी समस्या। उहाँको दिसागर बाहिर मासु र भित्र पनि दिसा गर्दा मासु बाहिर आउने अवस्था, रगत जाने अवस्था रहेछ। उहाँलाई के परेछ भन्दाखेरि ल मलाई क्यान्सर भयो कि भन्ने सोच्नु भएको रहेछ र मलाई भेट्न आउनुभयो। मैले हेरेँ, उहाँले सोध्नुभयो मलाई क्यान्सर हो र डाक्टर साहब भन्नुभयो। क्यान्सर थिएन, मैले केही पनि छैन, ठिक छ भने। हजुरको चाहिँ सर्जरी गर्नुपर्ने चाहिँ छ है, अपरेसन गर्नुपर्ने छ भने मैले। अनि उहाँलाई के लाग्यो, ए मेरो दुखेको छैन, पोलेको छैन, त्यही रगत गएको न के हुन्छ र भन्ने भयो होइन। त्यसपछि उहाँ जानुभयो र पछि अहिले आउने कन्डिसनमा यस्तो बिगारेर आउनुभयो कि हजुरको फिसर बिग्रेर फिस्टुला बस्नै नसक्ने अवस्थामा आउनुभएको छ होइन। भित्रका पाइल्स पनि बढ्दै गएको छ, दिशा गर्दा पुरै फर्केर आउँछ। अनि मैले भने बहिनी किन त हजुरले यत्रो समय पाल्नुभयो त होइन, मलाई दुखेको थिएन डाक्टर साहब, हजुरलाई चेक गराएँ क्यान्सर रहन्छ, क्यान्सर नभएपछि मलाई के होला र भन्ने सोचेँ। हो यही कुरा भन्दैछु, क्यान्सर छैन भने पनि त हजुरलाई समस्या त छ नि त होइन। रोगले हजुरलाई सुख देला त, किन राख्ने, किन पाल्ने र दिनौ पिर। ओहो आज बढाएको छ, आज के भयो रगत गयो, आज के भयो दुख्यो, टोयलेट जानुभन्दा अगाडि डर। यत्रो डर लिएर किन बस्नुहुन्छ? रोग फालौँ न, चट्ट हुन्छ, निर्मूल हुन्छ त, निर्मूल बनाउन सकिन्छ त। अनि त्यसपछि जोगाएर बस्नुहोस् न। अब मुख बार्छु डाक्टर साहब, अब हजुरले चाहिँ राम्रो बनाएर मुख बार्नुहोस् न। मुख बार्नुपर्ने अवस्थामा सकिसक्यो, रोग पुरै मलद्वार लोडेड छ पाइल्स फिसरले गर्दा। अनि अब हजुर टाउकाल टेकेर हिँड्ने नि हुँदैन के। त्यही भएर एकचोटि सर्भिसिङ गर्नुहोस्, एकचोटि राम्रो बनाउने जिम्मेवारी हाम्रो भयो, त्यसपछि जोगाउनुहोस् न। कुन छ ठुला कुरो छ र होइन र भनेपछि चाहिँ रोग पालेर होइन फालेर बसौँ। कृपया यो भिडियो सेयर गर्नु होला। धेरैले कहिले दुख्छ, कहिले रगत जान्छ र डक्टरलाई चेक गराउन जाउँला भनेर बस्नु भएको छ। कृपया त्यो नगर्नुहोस्, किन भन्दा गाह्रो पछि त गाह्रो भइहाल्यो के, गाह्रो हुन नदिनलाई हामी छौँ नि त होइन। त्यही कारणले गर्दाखेरि समयमा चेक जाँच गर्ने बानी बसाउँ है त। हस्त नमस्ते, धन्यवाद।